हेलो नमस्ते यहाँहरू सबैजनालाई मेरो शिवराई न्यू भ्लग्समा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म चाहिँ आज तपाईहरुलाई लमजुङ जिल्लाको घले गाउँ भन्ने पर्यटकीय स्थलबाट चाहिँ बोलिराखेको छु। तपाईहरुलाई यहाँको दृश्य देखाउन खोजिराखेको छु। कोसिस छ मेरो, यहाँहरूले आशा छ अन्तिमसम्म यो भिडियोलाई हेरेर मनोरञ्जन लिनुहुनेछ भन्ने विश्वास गरेको छु। अब म यहाँहरूलाई यहाँको दृश्यहरू बिस्तारै एकपछि अर्को गर्दै देखाउँदै जानेछु। अन्तिमसम्म हेरेर साथ दिनु होला है त। झलझलिया खामा झलझलिया खामा कस्तो बस्यो माया प्रीति शक्ति नमा बिर्सना तिम्रै। यो चाहिँ यहाँको गाउँ छिर्ने बाटो हो। तलबाट पनि छ। हामी चाहिँ यहाँ यता माथि टावरतिर घुम्न गएको कारणले हामी चाहिँ यतापट्टिबाट आयौँ। हामी चाहिँ ल बिस्तारै बिस्तारै अब गाउँ छिर्दैछौँ है। ओहो, यो बेला चाहिँ यहाँ कति राम्रो फुल पनि फुलिरहेको रहेछ। यो चाहिँ रुख भेन्डी। एकदमै रमणीय ठाउँ छ यो चाहिँ। मैले चाहिँ फेरि पनि यतातिरको भिडियो देखाएँ। ल यहाँहरूको चाहिँ प्रोग्राम छ अरे माथि, उहाँहरूले चाहिँ निमन्त्रणा गर्नुभयो। हामी चाहिँ यहाँ माथि प्रोग्राम पनि हेर्ने, आज कल्चरल प्रोग्राम हेर्ने आज कार्यक्रम पनि रह्यो है त। बाटो चाहिँ यही हो। ल म सेभ गरेँ। अहिले चाहिँ हामी यहाँ सङ्ग्रहालयमा छौँ। यहाँ चाहिँ विभिन्न चाहिँ फोटो, राजाको फोटोहरू, यहाँको चाहिँ गुरुङ जातिहरूको कल्चरल आफ्नो चाहिँ उयोहरू चाहिँ छ रहेको हो। हो डेन्जर छ। एकछिन पर्खनु है, म एक दुईवटा यहाँनिर चाहिँ एक दुईवटा कैद गर्छु। यो चाहिँ इन्ट्री गर्ने यहाँ चाहिँ ऊ रहेछ। यस्तो छ। यहाँ चाहिँ सरहरूले हाम्रो सिङ लाउँदै हुनुहुन्छ। सिङ लगाइराख्नु भएको छ। यो चाहिँ गोरुको टाउको रहेछ। यसरी नै हाम्रो समाजमा भइरहेको अपराध रोकौँ अनि यस्ता अपराध हुन नदिउँ, नगराउँ र हुन नदिउँ। धन्यवाद। हामी चाहिँ यहाँको कल्चर प्रोग्राम
मलाई पनि खुसीसँग रम्न मन छ नि मलाई पनि रमाएर जिउनु मन छ नि तर मन बोलिरहेछ दिल जलिरहेछ के भो यस्तो गरेर यस्तो गर्छन् कि मान्छेले तिमीलाई थाहा नै छैन मलाई सुताउनु पर्दैन झलझलिया खामा झलझलिया खामा कस्तो बस्यो माया प्रीति सक्दिन म बिर्सन तिम्रै हो यो लैजाऊ जौवना तिमी तारे म तल हरा तिमी मलाई हराउँछु तिमी सहारा तिमी मलाई हराउँछु तिमी सहारा तिमी तारे म त हेलो एभ्रिबडी गुड मर्निङ आज चाहिँ हामी बिहान छौँ घले गाउँमा अब मैले यहाँहरूलाई चाहिँ देखाउने कोसिस गरेको छु घले गाउँको आज चाहिँ फाइनल्ली हाम्रो लास्ट स्टेज हो अब हामी चाहिँ यहाँबाट लाग्दैछौँ यहाँहरूलाई चाहिँ म घले गाउँको सबै परिदृश्यहरू देखाउने कोसिस त गरेँ तर कति सफल भएँ भएन यहाँहरूले अन्तिममा भिडियो हेरेर प्रतिक्रिया दिनु होला है त झलझलिया खा